अनुसारको सरकार जसरी बालनले खोजेको थियो यदि हो भने त्यो अनुसार अगाडि बढ्नु पर्थ्यो। त्यही होइन तपाईँको पनि भनाइ? मेरो कुरा यस्तो थियो, जुन मैले म 28 वर्षका मुनिका भाइ बहिनीहरूलाई म सहयोग गर्नलाई भ्रष्टाचार मैले पनि बुझेको थिएँ, भ्रष्टाचार विरुद्धको आन्दोलन हो म जान्छु भन्दाखेरि उसले मैले 12 बजी स्ट्याटस लेखेँ, उसले 2 बजी स्ट्याटस के लेख्यो भन्दाखेरि कुनै पनि राजनीतिक दल होइन बौला अभियन्ताहरू नआउनु भनेर जुन इङ्गित गर्यो नि हामीलाई बौला भने नि पश्चिमाहरूले नि कि राष्ट्रवादी मान्छेलाई मार्छ कि बौला माफिया भन्छ, त्यो शब्द त्यहाँ आएपछि मलाई उभाएको। त्यही दिनदेखि तपाईँलाई रिस उठ्नु थाल्यो? त्यहीबाट रिस उठ्यो। बालन तर रिस उठ्दा पनि तपाईँले किन फेरि बालन प्रधानमन्त्री बन्नु लेख्नुभयो त? मैले त्यस पछाडि सुन्नु कुरो, त्यस पछाडि हामी गएनौँ। र म तपाईँलाई अर्को कुरो भन्छु, बालनलाई यो कुरो पुगोस्, बालनलाई के कुरो पुगोस् भने जब आन्दोलन भनेको कुरो के हो भने भ्रष्टाचार भनेको बच्चालाई मात्रै भएको छैन नि, भ्रष्टाचारको कारणले नि कुकुर पनि आज सडकमा छन्। किन सडकमा छन्? भ्रष्टाचारको कारणले देश टाट पल्ट्यो। मान्छेले कुकुर पाल्नलाई लगेर किनेर लगे 4,000 5,000 10,000मा बच्चा, जब यहाँ बस्न सक्ने स्थिति